धेरै सोच्ने बानी भनेको एउटै विषयलाई बारम्बार सोच्नु हो, जसले समस्या समाधान गर्नुभन्दा उल्टै तनाव र चिन्तालाई बढाउँछ। जब मस्तिष्क सधैँ विगतको गल्ती र भविष्यमाको चिन्तामा अल्झिन्छ, यसले मानसिक शान्ति, आत्मविश्वास र निर्णय क्षमतामा असर पार्दछ। धेरै सोच्ने बानी ओभरथिङ्किङ हुँदा सानो विषयलाई पनि अनावश्यक रूपमा जटिल बनाइन्छ। यसले मानसिक तनाव, आत्मसन्देह र निर्णय गर्न कठिनाइ उत्पन्न गराउँदछ। धेरै सोच्ने बानीले हाम्रो मानसिक, शारीरिक र सामाजिक जीवनमा नकारात्मक प्रभाव पार्दछ। जब कुनै कुरा बारम्बार सोचिन्छ, त्यसले चिन्ता, डर र आत्मसन्देहलाई बढाउँछ। समयमै नियन्त्रण नगरेमा यो गम्भीर समस्या पनि बन्न सक्दछ। यसका लक्षणहरू बारेमा म यहाँलाई छोटो जानकारी गराउन चाहन्छु। धेरै सोच्ने बानीका लक्षणहरूमा एउटै कुरा बारम्बार सोच्ने हुन्छ। यसमा मैले यस्तो गर्नु पर्थ्यो कि, अथवा मैले गरेको यो ठिक भएन कि, गलत गरेँ कि भन्ने सोचाइ बारम्बार आइरहनु, समस्यामा मात्र ध्यान केन्द्रित हुनु, यो समस्या झन् ठुलो भएर जाने पो हो कि भनेर समस्यामा मात्र ध्यान केन्द्रित हुनु, नकारात्मक सोच बढ्ने, मैले गल्ती गरेँ भने के हुन्छ, अतीत र भविष्यको धेरै चिन्ता गर्ने, पहिले यस्तो भयो अब अझ के होला भन्ने खालका सोच राख्नु, सधैँ खराब नतिजा मात्रै सोच्नु, यस्तो भए के गर्ने भनेर चिन्तित हुने, आत्मसन्देह बढ्नु, म यो गर्न सक्छु कि अथवा सक्दिनँ कि भनेर आत्मसन्देह बढ्नु, निद्रा नलाग्ने, इन्सोम्नियाको समस्या हुन सक्ने, रातभर अनेक कुराहरू मनमा खेलिरहने, अनि सँगसँगै महत्त्वपूर्ण कुरो निर्णय लिन कठिनाइ हुनु, यो राम्रो कि त्यो राम्रो कि भनेर अलमलमा पर्ने जस्ता लक्षणहरू, यो धेरै सोचाइका लक्षणहरू हुन्छन्। त्यसैले पनि हामीले धेरै सोच्ने बानीलाई अन्त्य गर्नै पर्छ, घटाउनै पर्छ र हटाउनै पर्छ।